जब अब्रामको बाउ मर्यो, परमप्रभुले अब्रामलाई भन्नुभयो, के भन्नुभयो? तेरो देश, तेरो कुटुम्ब तथा तेरो पिताका घरबाट निस्केर, तेरो देश, तेरो कुटुम्ब, तेरो पिताको घरबाट निस्कितो। बिकज देयर इज अ डिले। तेरो घर चाहिँ पीडाले भरेको छ, तेरो घरमा चाहिँ डिले छ, तेरो घरमा चाहिँ अल्छिने कुराहरू छ, तेरो घरमा चाहिँ मूर्ति पूजा छ, तेरो घरमा चाहिँ आशिषको कुराहरू छैन। म तँलाई दिन चाहन्छु धेरै कुराहरू, तर इफ यु वान्ट टु रिसिभ, मेरो करार तैँले लिन चाहन्छस्, मेरो ब्लेसिङ त लिन चाहन्छस्, त्यो ठाउँमा अल्झिएर नबस। तेरो बाउ अल्झियो, तेरो बाउले डिले गर्यो, तेरो बाउ अगाडि आउनु सकेन। अब म तँलाई भन्दैछु, निस्कि, जस्ट कम आउट युर फ्यामिली। तेरो क्लानबाट बाहिर निस्कि, तेरो त्यो ठाउँबाट निस्केर आइज। निस्किने कुरा गर्दैछु माझ। अब्रामले त्यही ठाउँमा बसिकन परमेश्वरको आज्ञालाई मान्नु सक्ने थिएन। त्यही ठाउँमा बसेर अब्राम आज्ञाकारी हुनु सक्ने थिएन। आज्ञाकारी हुनु थियो भने अब्राम त्यो ठाउँबाट बाहिर निस्किनु पर्ने थियो। हालेलुया।